नमस्ते सबैजनालाई। अब आजदेखि म मजाले भ्लग बनाउँछु हैन साइकल कुदाएको। अहिले चाहिँ स्कट बाइक कुदाइरहेको छु, ई बाइक। अनि स्कट ई बाइक चाहिँ मेरो हैन, मैले बरु कुदाइरहेको। अनि यसो रेस भन्दा अगाडि म पोखरा इन्ड्युरोमा जाँदैछु। सो अलिकति अलिअलि हात बसाएर अपिल हान्न सजिलो होस् भनेर बर गरेको हो। कुदाउन नि मजा आउँछ। अहिले चाहिँ अफमै कुदाउँछु म ओह्रालोमा चाहिँ, किनकि यस्तो छ। म बिस्तारै कुदाउँछु, मलाई रिस्क लिन मन छैन। I just don't want to get injured right now. रमाइलो छ ट्रेल। Oh, sorry. It's okay. It's okay then. अब चाहिँ अलिकति पावर बढाइदिउँ ट्रेल मोडमा, किनकि फ्ल्याटमा अलिकति मजा आयो कुदाएर पनि। अनि गाइज अब सकेसम्म छिटो राम्रो भ्लग लिएर आउन ट्राई गर्नेछु म, किनकि भ्लगबाट पनि केही होला कि भनेर। यहाँ चाहिँ अलिक डर लाग्दो छ कुलो। Wow. यो बाइकको फाइदा चाहिँ के हो भने, अब यस्तो उकालो चाहिँ हेर म कसरी कुदाउँछु। अलि मलाई बोल्ने कन्फिडेन्सहरू छैन, के बोल्ने थाहा छैन। गाइज माइन्ड नगरिदिनु होला हैन। अनि यस्तो उकालोमा चाहिँ बुस्ट हान्दिने हो। यसको चाहिँ 4वटा मोड हुन्छ, बुस्ट, ट्रेल, इको अनि अफ। नर्मल फ्ल्याटमा चाहिँ म इकोमा कुदाइरहेको हुन्छु रोडहरूमा, अनि ट्रेलमा सानोतिनो उकालो आउँछ, त्यही भएर ट्रेल मोडमा। अनि यस्तो ठाडो उकालो आयो भने चाहिँ बुस्टमा इजी चढ्छ। अनि ई बाइक भनेर यो पुरै सरर बाइक जस्तो चाहिँ गुड्दैन। पेडल चाहिँ हानिराख्नुपर्छ, पेडलमा अलिकति पावर थपिदिएको हुन्छ। अनि अरू के भनौँ त, म यसो सोच्दाखेरि भन्नलाई पनि केही छैन है। जस ठिक छ, अब सक्दो चाँडै अरू भ्लगहरू पनि लिएर ट्राई गर्छु म। सो सियर हानिदिनु होला मन पऱ्यो भने। म मेरो डेली लाइफको भ्लगहरू पनि हाल्ने ट्राई गर्नेछु। मलाई अलिक बिस्तारै के को हतार। यस्तोमा चाहिँ इकोमा कुदाउने हो। इकोमा पनि त्यस्तो, इकोमा चाहिँ फेरि पावर हुँदैन, आफैले पुस हान्नै पर्छ। पुस हान्ने बेला चाहिँ हान्दिउँ न होइन, पेल्दिउँ। यसो भन्ज्याङ
कस्तो आउनुपर्छ दाइ सरी दाइ अलि अगाडि ब्रेक डेन्जर हान्नु भयो दाइले ए होइन म चाहिँ आफ्नो लेन आइहाल्छु भनेर दाइ ल सरी दाइ अलिक कन्फ्युज हुनुभयो लड्नु भयो ठिकै छ त्यही पनि कहिले काहीँ हुन्छ कन्टेन्ट बनायो हो क्या हो भन्न चाहिँ मिलेन म यस्तो चिज हाइलाइट गर्दिनँ किनकि अरू लडेको हालेर के कन्टेन्ट बनाउनु होइन कन्टेन्ट मेरो होस् न मेरो भ्लगमा म लडोस् अहिले अलिकति धेरै होइन शान्तिनो पारामा माई गड अनि पछि आउनु भयो भने यहाँनिर चाहिँ तार छ है भिडियोमा देख्छ कि देख्दैन पङ्चर होला तपाईँहरूको La Indo अलिकति स्केची लाइन वाउ मजा आयो साइकल आइरहेछ अहिले एकछिनमा दिदी प्लेन पनि आउँछ अहिलेको लागि यति नै गाइज म धेरै लामो बनाएर एडिट गरेर बस्दिनँ जे हो त्यही हालिदिन्छु है मलाई एडिट गर्न अलि भने जस्तो टाइम पनि छैन मेरो एडिटर पनि छैन अलिकति भोलि एडिट गरिदिने त्यही भएर अहिलेको लागि यति नै गाइज सी यू